नमस्ते सबैजनालाई मेरो युट्युब च्यानल आई स्टडी मा तपाईहरुलाई धेरै स्वागत छ। आजको भिडियोमा म राष्ट्रिय वाणिज्य बैंकमा इन्टर्नशिप कसरी पाउने, कस्तो प्रोसेस छ त्यो सम्पूर्ण जानकारी गराउने छु फ्रम माई ओन जर्नी। जति जना ब्याचलर पढिरहेको स्टुडेन्टहरु हुनुहुन्छ तपाईहरु मिनिमम 48 डेजको इन्टर्नशिपका लागि एलिजिबल हुनुहुन्छ। अनि अप्लाई गर्नका लागि तपाईहरुलाई यो डकुमेन्टहरु चाहिन्छ। कलेजबाट 2 copies recommendation letter, handwritten application letter 2 copies, CV with passport size photo 2 copies, राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलेको प्रुफ जसमा चेकबुक या भाउचरको फोटोकपी 2 copies। यो सबै डकुमेन्ट्सहरु एचआर डिपार्टमेन्टमा लगेर सबमिट गर्नुपर्छ। If you get lucky, भोलि या पर्सि नै इन्टर्नशिप एप्रुभल आउँछ, नत्र केही दिन वेट गर्नु पर्दछ। तर ट्रस्ट मी, इट्स वर्थ इट। एप्रुभल आएपछि एचआरले तपाईलाई इन्फर्म गर्नुहुन्छ कुन ब्रान्च वा डिपार्टमेन्टमा इन्टर्नशिप गर्ने भनेर। Once you start, you realize it's a really good learning experience. So, if तपाईहरुलाई मेरो इन्टर्नशिप एक्सपीरियन्स कस्तो रह्यो जान्न मन छ भने भिडियोलाई लाइक, सब्स्क्राइब र शेयर गर्न नभुल्नुहोला। Let's learn, grow and inspire together. Thank you for watching.